र सुस्ता क्षेत्र नेपालको हो र त्यो क्षेत्रमा जब भारतीय हस्तक्षेप भयो अस्ति त्यसकै विरुद्धमा आवाज उठाउँदाखेरि हाम्रा साथीहरू अजय सोडारी र बिर्जन विश्वकर्मा जुन नेपालको स्वतन्त्रता स्वाभिमान हाम्रो सार्वभौमिकता भौगोलिक अखण्डताको रक्षाको लागि चाहिँ आवाज उठाउँदाखेरि जुन गृहमन्त्रीको प्रतिशोधपूर्ण एउटा धम्कीयुक्त कठोर दमन स्वरूप उहाँहरू चाहिँ अहिले जेलमा हुनुहुन्छ। उहाँहरूको रिहाईको लागि आज हामी यहाँ एउटा पत्रकार सम्मेलन गर्न आएका छौँ। जुन उहाँको गैर कानुनी पक्राउ थियो राष्ट्रको सिमानाको सुरक्षाको लागि हाम्रो भौगोलिक अखण्डताको रक्षाको लागि उहाँहरूले आवाज उठाउँदै गर्दाखेरि गृहमन्त्रीको एउटा ठाडो निर्देशनमा जुन पक्राउ भएको छ त्यो चाहिँ गैर कानुनी छ। उहाँहरूको तत्काल रिहाईका लागि चाहिँ हामीहरू माग गर्दछौँ। यदि गृहमन्त्रीले अस्ति हामीलाई जेलमै गएर म अजय सोडारी र हाम्रो सुजन पौडेल लगायतका साथीहरू त्यही लिम्पियाधुराकै विषयमा भारतीय राजदूतावास अगाडि पक्राउ पर्दाखेरि उहाँ जेलमै गएर थर्काउनु भएको थियो। त्यसको अभिव्यक्ति विरुद्ध उहाँहरूको त्यो कदमका विरुद्ध चाहिँ हामी यहाँ परिसरमा हाम्रो एउटा निवेदन पनि लिएन, जाहेरी पनि लिएन। उहाँले त्यो रिस आफूमा राख्नु भएको थियो कि यिनीहरूले केही राजनीतिक क्रियाकलाप गर्ने बित्तिकै यिनीहरूको आवाजलाई हत्या गर्ने, यिनीहरूको आवाजलाई दमन गर्ने उहाँहरूको सोच विचार थियो। त्यसकै केही दिन पछि चाहिँ गृहमन्त्री सुदन गुरुङ गृहमन्त्री हुनुभयो र आज उहाँले एउटा लिम्पियाधुरा र लिपुलेक सुस्ता क्षेत्र नेपालको हो भनेर आवाज उठाउँदै गर्दाखेरि गृहमन्त्री भएको पहिलो दिन नै उहाँहरूलाई फेरि जेलमा सडाउन प्रयास भइरहेको छ। सार्वजनिक मुद्दाहरू लगाउनको लागि प्रयास भइरहेको छ हाम्रो साथीहरूलाई। किनभने एउटा राष्ट्रको लागि आवाज उठाउने साथीहरू, एउटा नेपालको भौगोलिक अखण्डताको लागि भारतीय सीमा दिनुहोस्। पक्राउ किन गर्यो त तपाईँको साथीलाई दुईजनालाई? हाम्रो अभिन्न भूभाग सुस्तामा जब भारतीय एसएसबी को टोली प्रवेश गर्यो त्यसको विरोधमा जब हाम्रो साथीहरूले दिउँसो कम्प्लेट प्रदर्शन र सामान्य फायर एक्सटिङ्ग्विसर पनि आफै बोकेकै अवस्थामा बाल्टीमा पानी बोकेर हामीले यदि केही नराम्रो भइहालेमा भनेर त्यस्तो गरेर एउटा सामान्य राके जुलिस 4-5 एउटा सुरक्षित साथ राके जुलिस गर्दाखेरि माइतीघर मण्डलमा उहाँलाई लखेटी हामी यहाँबाट गइसकेपछि एउटा साउथ इन्डियन तरिकाले लखेटी उहाँलाई कालोपुल क्षेत्रबाट पक्राउ गरेको छ। त्यो भनेको पूर्ण रूपमा प्रतिशोधयुक्त पक्राउ हो। किनभने यहाँ कार्यक्रम सम्पन्न भइसकेको थियो। कार्यक्रम सम्पन्न भइसकेपछि घर गइसकेपछि कोहीलाई पक्राउ हुन्छ भने चाहिँ त्यो चाहिँ प्रतिशोधपूर्ण नै पक्राउ हुन्छ। त्यसैले चाहिँ गृहमन्त्रीको यो प्रतिशोधयुक्त पक्राउलाई तुरन्त हाम्रो साथीहरू रिहाई हुनुपर्छ। होइन भने हामीले भोलि यहाँभन्दा सशक्त कार्यक्रमहरू सञ्चालन गर्छ। त्यो चाहिँ यो नेपालको राष्ट्रिय सुरक्षालाई नै चुनौती दिने तरिकाले हाम्रो साथीहरूको रिहाईको लागि हाम्रो अहिलेको गृहमन्त्रीले तपाईँलाई प्रतिशोधको राजनीति गरेको होइन? पूर्ण रूपमा प्रतिशोधित हो। किनभने कोही एउटा राष्ट्रवादी गृहमन्त्री हुन्थ्यो भने नेपालको सुस्ता क्षेत्र लगायत बिचेका भूभागहरूको सुरक्षा हुनुपर्छ भनेर राष्ट्रियताको पक्षमा आवाज उठाउने, युवाहरूको दमन गर्ने, युवाहरूको आवाजलाई हत्या गर्न खोज्ने गृहमन्त्री भनेको कस्तो गृहमन्त्री? त्यो राष्ट्रवादी गृहमन्त्री हो। किनभने अस्ति लिम्पियाधुरामा गर्दाखेरि पनि उहाँहरू हिरासतमा गएर फर्काउनु भयो। के उहाँ त्यस्तो गृहमन्त्रीलाई राष्ट्रवादी भन्न सकिन्छ? उहाँ त्यो भएर राष्ट्रघाती नै हो। त्यो भएर जुन प्रधानमन्त्री राष्ट्रघाती अभिव्यक्ति थियो त्यही अभिव्यक्ति विरुद्ध उहाँले अभिव्यक्तिको पक्षमा लिएर हो नेपालले पनि सिमाना मिचेको छ भनेर हामीलाई जबरजस्ती त्यो स्वीकार गर्नलाई उहाँहरू हामीलाई हिरासतमा फर्काउन जानु भएको थियो। त्यसैले गर्दाखेरि उहाँको ठाडो आदेशमा हाम्रो साथीहरू अहिले पक्राउमा छन्। त्यही भएर गृहमन्त्रीले आफ्नो त्यो शक्तिलाई, त्यो गृह मन्त्रालयको स्रोत साधन र शक्तिलाई सही ठाउँमा उपयोग गर्नुहोस्। त्यो होइन कि युवाहरूको आवाजलाई दबाउने, युवाहरूको एउटा राष्ट्रवादी कदमहरूलाई चाहिँ दबाउनको लागि उहाँले त्यो शक्तिको दुरुपयोग नगर्नुहोस्। होइन भने तपाईँको हामी बाध्य भएर तपाईँहरूको चाहिँ यो फेरि राजीनामा माग्नलाई हामी बाध्य हुन्छौँ। किनभने तपाईँहरू देश र राष्ट्रको पक्षमा आवाज उठाउने युवाहरूलाई मार्न खोज्नुहुन्छ। तपाईँहरूले त्यो आवाजलाई दबाउन चाहनुहुन्छ। लोकतान्त्रिक मूल्य मान्यता र संविधानले दिएको अधिकारलाई तपाईँले दबाउन चाहनुहुन्छ भने यो संविधान अन्तर्गत तपाईँ गृहमन्त्री बन्ने कुनै पनि लायकको मान्छे हुनु हुँदैन। त्यही भएर चाहिँ तपाईँले तत्काल हाम्रो साथीहरूलाई रिहाई गर्नुपर्छ। होइन भने हाम्रा सम्पूर्ण क्रियाकलापहरू, हाम्रो सरकारका सम्पूर्ण क्रियाकलापहरूलाई एकदम सूक्ष्म ढङ्गले निगरानी गरिरहेका छौँ। उहाँहरूले गरेका सम्पूर्ण कदमहरूको चाहिँ हामीले विरोध गरेका छैनौँ कि उहाँलाई एउटा झन् सफल बनाउनको लागि हामीले एउटा कार्यक्रमहरू गर्दाखेरि उहाँ हाम्रो साथीहरूलाई हाम्रो हक अधिकारलाई हनन गर्ने, दमन गर्ने कोसिस गरिरहनु भएको छ। त्यसैले चाहिँ यो सरकारले आफ्नो स्रोत साधन र शक्तिलाई राज्यको हितमा उपयोग गरोस्, राष्ट्रको जनताको बृहत्तर हित हुने तरिकाले चाहिँ उपयोग गरोस् भन्ने म चाहन्छु। 2-3